नेपाली कुरामा यस्तो मिठो सुगर खाना आउनु Chow. Noodles. Cookies. Candy. Cookie. आयो है आयो नेपाली सेलरोटी छिटो मिठो सजिलो राम्रो कति रमाइलो कसरी सेलरोटी बनाउने भन्ने बारेमा जानकारी गराउँदैछु कसरी ड्राई फ्रुटहरूलाई फ्राई गर्ने इजी फ्राई गर्ने र कम ओइलमा खाना बनाउने भन्ने बारेमा म यसमा जानकारी दिन गइरहेकी छु मसँग विभिन्न किसिमका ड्राई फुडहरू छन् यसलाई चाहिँ म कसरी फ्राई गर्ने कसरी बनाउँदा प्रभावकारी हुन्छ भनेर यो स्पेशल नेपाली फेस्टिभल तिहारको लागि बनाइएको है रमाइलो छ ब्राउनी पकाउन लागेको रमाइलो ल तिहारको लागि ल हेर्नुहोस् है यहाँ चाहिँ भाइटिका लिएर छौँ हेर्नु रोटी ल हेर्नु फिलिङ कस्तो राम्रो छ ल झिल माला पनि लिएर आइदिन्छु यो चाहिँ गोदावरी फुलको माला बनाएको तिहारको लागि स्पेसल मेरी छोरी छ नि यहाँ स्टार्ट गर कुनीको लास्ट भिडियो तेल तार्नको लागि यस्तो राखेको छु है यस्तो राम्रो कुनी राखेर लखानी आउनेछ चिनी र चामलबाट बनेको अन्डा रोटी मजाले खाना बनाएको अन्डा पकाउने पिठो रेडी गर्दै फेरि कस्तो टक्क होइन अब यसमा लगाएर यसरी लगाइदिने मिलेर यसरी काट्नु होइन टक्क लाने बेलेर टक्क बनाएको कस्तो 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 अब यसलाई चाहिँ तिर्तामा राखिन्छु खतरा राम्रो ल नै यस्तो टक्क देखिएर है एकदम राम्रो अब यसलाई मिलेसम्म लिटल बिट यस्तो लक गर्ने
रेडी भयो। अब यो पिन बनाउनको लागि म चाहिँ ठुलो गराउँछु। र बेलिसकेपछि यसलाई यसरी रोल, यसलाई यसरी बन्द गर्नु पर्यो हैन। यो साइडलाई जोइन गराउनु पर्यो यसरी, देख्नु नि। अनि त्यसपछि यसलाई यसरी रोल गर्ने। ल यस्तो साठो लाएर यसलाई रोल बनाएको है। यो पिनी पकाउनु चाहिँ पहिलो प्रोसेस बोलेर चाहिँ पिठो भिजाएर बनाएको। यो चाहिँ यसरी साठो लाएर यसरी यसलाई रोल, सुनिमा यहाँ रोल गर्न आऊ। आयो आयो तिहार आयो, अरसरोटी पकाउन मन लाग्यो। आयो आयो भाइटिका आयो, मखमली फुल गाँस्न मन लाग्यो। आयो आयो तिहार आयो, सप्तरङ्गी सजाउन मन लाग्यो। आयो आयो तिहार आयो, दाजुभाइको यादले दिल खायो। आयो आयो तिहार आयो, लक्ष्मी पूजा गर्नलाई मन लाग्यो। आयो आयो तिहार आयो, तोरण बाट्न मलाई नि मन लाग्यो। आयो आयो तिहार आयो, गाईको पूजा गर्नलाई मन लाग्यो। आयो आयो तिहार आयो, देउसी भैलो भन्नलाई मन लाग्यो। आयो आयो रोटी थोरै बनाएको, अर्स चाहिँ अलि धेरै हालिदिएको। कुटुटुटुटुटुटुटु ल आयो है, आयो अर्सा रोटी आयो। देख्नु नि है यसरी पकाइरहेको एकदम रमाइलो छ। घरमा बनाएर खानुहोस्, चिनीको भन्दा यो हेल्दी छ हैन। यो बेलीबाट बनाएको है, साह्रै राम्रो सुन्दर 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 अर्सा रोटीको यसरी डल्लो पारी यहाँ बनाउने होइन, यहाँ राख्ने, यसरी राखिसकेपछि यहाँ यसरी पकाएर निकाल्ने है। अनि यसरी स्टोर गर्ने होइन, स्टोर गर्ने है। यति राम्रो हुन्छ, 6 महिना 1 वर्ष पनि केही पनि हुँदैन, खतरा मिठो हुन्छ। त्यसको लागि राम्रो है, बेलीबाट बनाएको। अर्सा रोटी
ढिलो बनाउनको लागि चामलको पिठोलाई तयार पारेको अर्साको ढिलो बनाउँदै अझै रेडी गर्छ नि भेलीलाई पगाल्नु